विद्यार्थीको मनोवैज्ञानिक पनि असर परिरहेको पत्रकारज्यूले बोल्नु पर्यो है। विद्यार्थीलाई स्थानान्तरण गर्नको लागि हामीले उता गर्दैछौँ। तपाईँ यो सामान सार्ने होइन 5 दिन टाइम लिनु कि अदालत जाने होइन 5 दिन टाइम लिनु? फिर्केको खोलाघरभित्र पर्दछ। खोलाघरभित्र पर्ने बिल्डिङमा यति बेला पोखरा महानगरपालिकाको अनुगमन टोली आइपुगेको छ। हटाउनु छ हामी नगरपालिका सबै लगाइदिन्छौँ कि हो नि सहयोग गर्नुपर्छ नि। सहयोग माग्नु तपाईँलाई आवश्यक सहयोग चाहिन्छ। हामी सहयोग गरौँ न नि। हामी नगरपालिका हामी सबै लगाइदिन्छौँ, सबै सामान निकाल्न लगाइदिन्छौँ। तर तपाईँहरूले सामान सार्नेको नाममा यसले गर्दा महानगरपालिका हाम्रो अभियानले चाहिँ रोकिन्न भइसक्यो। त उनीहरूले नो स्पिड केही भन्नुहोस् भन्नुहोस् तपाईँको कुरा हेर्न आइरहेको छ। तपाईँलाई चाहिँ अनि 3 दिन भन्नु 3 दिन हो, हिजो 1 दिन आज 1 दिन भोलि 2 दिन तपाईँको सार्ने नियत देखिएन कि कुन सामान निकाल्नु त नि भाटभटिनको झोलामा सामान निकालेर हिँडेर सामान निकालेर फोटो हालेर हुन्छ। मलाई हेर्नु यो भने होइन उनीहरूले चाहिँ हामीले यो भन्ने कुरा रहेन। यसो भयो अध्यक्षजी म थोरै यसो भन्ने कुरा सबैलाई नमस्कार है। यो नेपाल सरकारको नियम कानुन मान्न लिटल स्टेप प्रतिबद्ध छ। यहाँ माथि तपाईँहरू यो सबै माथि टिनर उजारिसकेको अवस्था छ। यो कोठाहरू तपाईँहरू यहाँ समस्या आएको छ। यहाँ फिल्डमा तपाईँले बेन्चहरू निकालिरहेको छ। यो कोठाहरू गाडीहरू यसको लागि हामीले व्यवस्थापन गर्न गइरहेको छ। उता पनि सामानहरू गएको छ। अब यो अलिक ठुलो सङ्ख्याको फर्निचरहरू भएको भएर हामीलाई 2-3 दिनको टाइम 5 दिनको टाइम हामीले मागेको नगरपालिका। अब त्यो टाइम अन्तर्गत हामी गर्दैछौँ। अब यो सर्वोच्चमा जाने यो व्यक्तिको नैसर्गिक अधिकार अन्तर्गत चाहिँ तपाईँ यो सामान सार्ने होइन 5 दिन टाइम लिनु कि अदालत जाने होइन 5 दिन टाइम लिनु? अब अदालत जानलाई चाहिँ व्यक्तिको स्वतन्त्रताको कुरा। स्वतन्त्र कुरामा तपाईँले फिर्के खोला घरभित्र मैले बनाउन पाऊँ भनेर जानुभएको छ कि मेरो निजी जग्गाभित्र जाऊँ भनेर जानुभएको छ? हामी यसलाई स्थानान्तरण गर्नलाई केही होइन त्यो कुराहरू हुँदैन। हामीले फिर्के घर खोला भत्काउन लागेका छौँ। फिर्के खोला घरभित्र तपाईँको पर्छ भने हामीलाई हाम्रो अदालतै जानु पर्दैन। अदालत हामी पनि न्यायाधीशै हो कि महानगरपालिका हाम्रा वडावासी स्कुलको संरक्षण गर्ने दायित्व हाम्रो पनि हो। त्यो अर्थमा तपाईँलाई अप्ठ्यारो परेको केही छ भने हामी सबै वडा अध्यक्षहरू हिँड्छौँ तपाईँहरूको साथमा हो कि तपाईँलाई तपाईँ हाम्रो मान्छे हो, हामी तपाईँहरूको मान्छे हो। तपाईँलाई अप्ठ्यारो पार्न नआएको भने तर यसले गर्दा यो अभियान तुवाउने कुरा भएको छ। हालतमा सुन्न यो त तपाईँहरूले नबोलिकन भत्काउनु भन्नुपर्ने हो। तपाईँहरूले अदालत जाने कुरा यी कुरा ती कुरा सामान्य घर भत्काउनु र यत्रो सामान निकाल्न हामीले तपाईँको वरिपरि रहेका सुकुमास बस्तीले एउटा ढोका निकाल्छु टिन निकाल्नु हामीले टाइम नदिनु। तपाईँलाई किन टाइम दिनुपर्छ र? फिर्के खोला घरभित्र संरचना लाभ छैन। हाम्रै छोरी फिर्के संरचना सुन्नु हामीले सार्वजनिक स्थलमा बसेर पर भन्ने कि यत्रो चाहिँ हामीले गलत हामी नव व्यवस्थापनको समितिको मान्छे हो होइन सर। यस्तो नयाँ व्यवस्थापन एउटा नैसर्गिक अधिकारको कुरो पनि त आउँछ नेपाल सरकारले। विद्यार्थीको मनोवैज्ञानिक पनि असर परिरहेको पत्रकारज्यूले बोल्नु पर्यो है। विद्यार्थीलाई स्थानान्तरण गर्नको लागि हामीले उता गर्दैछौँ। अब त्यसको लागि विद्यार्थीलाई अगाडि सारेर व्यवसाय गर्ने न विद्यार्थीलाई एउटा शिक्षकको भूमिका खेलियो हो। तपाईँ शिक्षकको भूमिका हेर्ने कि तपाईँले व्यवसायको कुरा गर्नुभयो छैन। त्यस्तो कुरा गर्नु छैन। विद्यार्थीलाई अगाडि सारेर यो अभियानलाई पुरानो व्यवस्थापन समितिले के गर्यो कसो गर्यो त्यो हामीलाई थाहा भएन होइन। जस्तो संरचना छ। अब यहाँ सर म्याडमहरूलाई कुरा गर्नु पर्यो हजुरहरूले। मेन कुरो शेरबहादुर म्यामलाई चाहिँ अब उहाँहरूकोमा स्वामित्वमा सरको पूर्जा जग्गा मागेर हामीले खोलाहरूको जग्गा माग्न शेरबहादुर सर हामीले अनि अर्को कुरो के पनि छ एउटा अब खोलाको त्यहाँ के कस्तो छ भन्दाखेरि उता मैले हेऱ्यो टर्निङमा 20 मिटर रहेछ। मैले नापेर हेर्दाखेरि 11 मिटर यता 11 मिटर छ होइन। 11 मिटर 10 मिटर 12 20 मिटर सुन्नु मापदण्डको राम्रो ठाउँ होला। हाम्रो कार्यपालिका बैठकले
5 तलभन्दा माथिको अभिलेखीकरणको देखुन्ट लिएर मापदण्ड विपरीत रूपमा संयोजक बनाएको छ। वडा नम्बर 26 को वडा चाहिँ नरेन्द्र थापा नरेन्द्र हो, पूर्वाधारको संयोजक पनि हो र यो अहिले चाहिँ 5 तलभन्दा माथिको संयोजक पनि हो। तपाईँको नक्सा पास गरेर ल्याउनुहोस् त। यो लिएर अब भवन सम्बन्धी हामीलाई जानकारी भएन हामीले त मात्र विद्यार्थीको भविष्यलाई मात्रै हामीले भविष्य हामीले पनि त्यति मात्रै मध्यनजर गरेका छौँ सबै यहाँ हुन्छ अभियान सफल हुनुपर्छ। तर विद्यार्थीहरूलाई चाहिँ केही समय दिनु पर्यो स्थानान्तरणको लागि। 1 हप्ता 15 दिन समय दिनुभयो भने हामी यो सामान सार्छौँ। त्यसपछि अनि यता गएर बन्न सुरु गर्छ। अहिले उता लिङ्कनमा चाहिँ हामी सार्ने अभियानमै छौँ। मेरो लालपुर जहाँ छ भन्नु पर्यो, म चाहिँ काम छैन लामो नहोलम के समिति हो सर विद्यार्थीलाई हामीले तपाईँसँग 6 मिटरको मापदण्ड मागे हैनौँ। यो अभियानमा विद्यार्थीको भविष्यलाई खेलबाड नगरौँ। वर्किङ प्रोफेसन हिजोदेखि चाहिँ प्रति एकदेखि छ निकै मिचिएको छ हाम्रो वर्किङ प्रोफेसन त्यही हामी हो। अहिले 79 देखि अब त्यहाँ त्यसमा जोडिएको छ हाम्रो 79 सम्म अरू जनप्रतिनिधि थिए। उनीहरूको पालामा गरेको नियम कानुन हामीले फलो गर्न हाम्रो दायित्व हो, हामीले गर्ने। त्यो कारणले गर्दा नयाँ कार्य समिति नयाँ व्यवस्थापन समिति भनेर त्यो काम छैन। तपाईँको त्यो नियम कानुनसँग जानुपर्छ। नियमभन्दा माथि कुनै विद्यालय धर्म मेरो मान्नेमा चाहिँ विद्यार्थीको लागि मात्रै हेरौँ है। समय दिउँ विद्यार्थी भनेर इमोसनल लिएर नखोजौँ होइन। विद्यार्थीलाई हतियार नबनाउँ। 4 दिन मिलाएर 4 दिनमा खाली गरिहाल्छ नि। गर्दैछौँ तपाईँलाई हामीले अब अहिले हामीले नगरे पनि भोलि बिहान हामी 8 बजे आएर डोजर लिएर आउँछौँ। तपाईँले 8 बजी भित्र फाल्न सक्नुहुन्छ? अनि 5 दिनभित्रमा त हामी 5 दिनको पुरै होइन, 5 दिन भन्दा त तपाईँले अन्य प्रक्रियामा जानुपर्छ। त्यो हाम्रो मतलब भएन। आवश्यक पर्छ हामी सहयोग गर्छौँ। अभियन्तामा हामीहरू पनि के सहयोग गर्ने हामी सहयोग गर्न तयार छौँ। 5 दिनभित्रमा आज दोस्रो दिन हो। 5 दिन भन्ने हो कि 5 दिन हाम्रो त बिदा सकिन्छ। त्यही दिन जाम्ला र ल्याम्ला र कागजपत्र बुझाउन लानु हो। तपाईँलाई कागजपत्र बुझाउने स्कुल छैन। तपाईँलाई तपाईँको सामान सार्नुपर्छ। हामी हाम्रो नगर प्रहरी महानगरको नगर प्रहरी हामी रातभरि तपाईँको सामान सारिदिन्छौँ। कहाँ निकाल्नुपर्छ भनिदिनुहोस्। अरू केही रहन्छ होइन। केही आवश्यक सहयोग चाहिँ त माग्नुहोस्। छलफललाई बोलाएको छ हेर्नु त्यो कुरा तपाईँले बुझ्नु कानुनी राज्यमा तपाईँ पनि बस्नु हामी पनि बस्ने हो। अदालतको कुरा हामी सम्मान गर्छौँ होइन। तर हामीसित आधिकारिक पत्र केही पनि आएको छैन। हाम्रो 4 दिन महानगर बिदा छ। हामी हाम्रो अभियानमा छ। हाम्रो अभियान त निरन्तरता लाग्छ। हाम्रो अभियान रोकिँदैन। तर तपाईँहरूको माया दयाले गर्दा विद्यार्थीको इमोसनले तपाईँले खेल्न पाउनुहुन्न होइन। सबैको आफ्नो आफ्नो त्यो कारणले गर्दाखेरि कुनै धर्मको नाममा कुनै विद्यालयको नाममा केही कसैले एक्सक्युज पाउनेवाला छैन। त्यो कारणले गर्दा हिजो दिन हामीले पनि देखिएछ, इतिहास देखिएछ। सबैजना कानुनी कठोरमा आइरहेका छन्। तपाईँहरू पनि आउनुपर्छ।